बुवा त्यो के भन्छ जनकपुरको जनक राजाको उत्पत्ति बारेमा कसो त्यो कथाहरू के रहेछ मलाई भनिदिनु है, पछिलाई नि काम लाग्छ है त। ल ल ल अब सत्ययुगमा मिथिलाका राजा चाहिँ निमि नाम गरेका थिए। ए अँ उनीले यज्ञ गरेर भनेर गुरु वशिष्ठलाई निम्त गरेर जानुभयो अँ र मेरो यज्ञ गराइदिन पऱ्यो भनेपछि वशिष्ठले भने राजन म अहिले इन्द्रको राज्यमा यज्ञ गरेर बोलिसकेको छु। अब म गएर इन्द्रको यज्ञ गरिएर अनि आएपछि तपाईँको म यज्ञ गराइदिउँला भनेर वशिष्ठ गुरु चाहिँ उता इन्द्रलोकतिर जानुभयो, स्वर्ग गए होइन त। स्वर्ग जानुभयो। अँ अनि त्यसरी अनि गएपछि अब निमि राजाले सरदामहरू सबै ठिक्क पारिसकेका। अँ फेरि इन्द्रको राज्यमा गएर कहिले आउने के कहिले गएर सक्ने हो कहिले आउने हो त्यो निरो पनि भएन उसलाई चाँडै चाहिएको छ। भनेर चाहिँ ब्रह्माजीको नाति पुलस्त्यका छोरा अँ विश्व ऋषिले राखेर आफ्नो यज्ञ पुरा गर्नुभएछ। अँ पुरा गरेर बस्नुभयो। त्यही बेलामा गुरु वशिष्ठजी स्वर्गलोकबाट आउनुभयो। अँ आउँदाखेरिमा त निमि राजाले आफ्नो यज्ञ पूर्ण गरेर बसेको थाहा पाउनु भयो र अँ अनि उनीहरूले चाहिँ रिस उठ्यो, रिसाएर अँ यो निमि राजा चाँडै नै मृत्यु हो भनेर श्राप दिए। अँ अवेलाको श्राप तुरुन्त लाग्ने हुँदाखेरि अब निमि राजाले आफूलाई श्राप परेको थाहा पाए। थाहा पाएपछि उनले उसको भोलिपल्ट राज्यसभा गरे। राज्यसभा गरेपछि सारा जम्मा भए, भाइ भरदार सबै जम्मा भए। गुरु वशिष्ठ पनि आएर सामेल भन्नुभएको थियो यही बेलामा। अनि निमि राजाले रिसाएर यो वशिष्ठ मेरो सामान्य मरिजाओस् भनेर सल्लाह दिएका थिए। वशिष्ठले प्राण छोडे। आखिरमा के भयो, वशिष्ठ मृत्यु भइहाले। अब वशिष्ठको श्राप फेरि निमिलाई परिराखेकै थियो। उनको श्रापले फेरि उनलाई पनि त्यो लाग्यो। निमि राजा पनि मृत्यु भए। दुवैजना बिना शरीरका हावासरी भएर बसे। अँ अब त्यसरी हुँदाखेरिमा अब इन्द्रले निमि राजालाई भने तपाईँ अब मानिसको आँखामा गएर बस्नुहोस्। अँ आँखामा बस्यो भने त्यहाँ छ। अँ अनि आँखा गएर बसी त आँखा झिम्किन्छ पनि भयो। अँ अनि आँखामा इसारा पनि चल्छ। आँखाको आवाज आयो भने बोलेको इसारा चल्छ नि आँखामा। चल्छ मान्छेको आँखा चाहिँ बोल्छ चल भनेको कारण त्यहीँबाट सुरु भयो। मान्छेले आँखाले जहाँ यता जाऊँ उता जाऊँ बस उठ सबै इसारा बुझ्छ। अँ हो त्यसो भएपछि निमि राजाले मरेपछि अब त्यसो भएपछि त्यसलाई इन्द्रले मानिसको आँखामा भन्यो भने लगाइदिनु भयो। अनि उनी वहाँ गएर बसे। त्यही समयदेखि मानिसको आँखा चाहिँ इसारा दिन सक्ने भएको त्यही बेलामा हो। त्यही कथा त त्यहाँबाट जोडिएर निमि राजाकै कथाले यहाँ आँखा झिम्किनु भयो है। अब फेरि त्यहाँबाट अब निमि राजा पनि मरे। अब वशिष्ठ नि मरे। बिना शरीरका भए हावा भएपछि अब चाहियो राजा, राजा नभई भएन अँ भनेर अनि ऋषिमुनिहरू जम्मा भए। राजाको त्यही मृतक शरीरलाई मन्त्रद्वारा मन्थन गरेर दाहिने भागबाट एउटा पुरुष उत्पन्न गरे, अँ देब्रे भागबाट एउटा कन्या उत्पन्न गरेर त्यो दुईवटा राजा रानी बनाएर अनि जनक राजा भन्ने नाम भयो। जनक राजा राज्य भए। भनेपछि एउटै मान्छेबाट पुरुष र स्त्री जन्मायो होइन त। त्यसो भएर यो कथामा पनि कुरा आउँछ स्त्री पुरुषको आधा आधा अङ्ग भनेको कारण त्यही रहेछ क्या। भनेको त्यहीँबाट भयो। कुरो त्यो हो। अनि त्यसो भएपछि अब मिथिलाका राजा
अब गएपछि उनका राज्यकालमा जनक राजा भए। उनको जन्म होइन, अँ उत्पत्ति यसरी बनाएको हो। अँ अब फेरि अब यसको बाद पछि ती निमी राजाका 3 भाइ छोरा थिए। अँ अर्थ ठाउँ ठाउँ अनौठो छ। अँ 3 भाइ छोरा थिए। अब जेठो सुचन्द्र, अँ माइला हिमल, अँ कान्छा विधय नाम गरेका थिए। अनि सूर्य वंशमा सरदारको छोरा 10 भाइ पछि भएका थिए, सुदुम्न पछिका। अँ अनि जेठा इसाको सबभन्दा कान्छो निर्ग भन्ने थिए। निर्ग राजाका एउटा छोरा वीरचिमा नाम गरेका थिए। ती वीरचिमा अनि छोरी 3 बहिनी थिए। जेठी कलावती, अँ माइली मेनका, अँ कान्छी रत्नपर्व भन्ने थिए। अब निमीका छोरा सुचन्द्रसित कलावतीको विवाह भयो। हिमलसँग मेनकाको विवाह भयो। अँ रत्नपर्व चाहिँ विधयसित विवाह भयो। यसरी भएको हो। अनि त्यसपछि अब सुचन्द्रलाई यो संसारमा बस्ने इच्छा भएन र ब्रह्माजीलाई भन्नुभयो, हे ब्रह्माजी, म यो संसारमा बस्ने इच्छा छैन, मलाई स्वर्ग जाने आज्ञा दिनुहोस् भनेपछि उनकी रानी कलावतीले भन्न लागे, हे ब्रह्माजी, राजा सुचन्द्रलाई एक्लै पठाउनु भयो भने म मनले श्राप दिनेछु भनेपछि ब्रह्माजीलाई श्राप दिन्छु भने श्राप दिन्छु भने अनि त्यतिखेर ब्रह्माजीले भने, हे कलावती, म त्यस्तो अबुझ मान्छे होइन, तिमी दुवैलाई सँगै स्वर्गधाम पठाउदिन्छु। स्वर्गको सुख भोग सकेपछि तिमीहरू दुवैजना फेरि पृथ्वी तलमा आउनु पर्नेछ र बिर्ख भानु र कृतिका भएर जन्म हुनेछ। अनि तिम्रा कोखबाट चाहिँ प्रारम्भिका भगवती राधा भएर जन्म हुनेछ। श्रीकृष्णको बाल्यकालको सहिनी हुनेछन्। त्यसरी आउँछ यस्तो कुरो। राधा चाहिँ त्यताबाट आएको। त्यसै भगवती हुने। अब त्यतिखेर राधा भएर भगवान् कृष्ण अवतार भएर हुँदाखेरिको समयमा उनी उनको बाल्यकालको साथी, सहिनी भनेपछि साथी भएर भनेको हो। अब अनि त्यो उनी त फेरि त्यो के अरे हिमल के अरे राजा जनकको अब त्यो ऊबाट जन्मे, एउटै मान्छेबाट त श्रीमा जन्मे। अनि सीता कसरी जन्मे त फेरि त्यहाँ? सीता त उनको चाहिँ जनकको छोरी भन्छन्। जनकको छोरी पाले चाहिँ हो। कस्तो हो भने सीताको उत्पत्ति कसरी भएको भने सबभन्दा पहिले यो अहिले हालको जमानामा बालिसेर भन्छन्, त्यो उठाउने चलन रावणले गरेको। रावणको राज्यकालमा अनि उसले चाहिँ जति छन् आफ्नो कुरियार यता जनता भनौँ न, होइन, उनीहरू बसेका ठाउँबाट सबैसँग बसेको बालिसेरमा उठाउनु थाल्यो। बालिसेर उठाउने कर उठायो। कर उठाउँदाखेरि उठाए, दुधहरू गए, उठाए, ल्याए। जे दिन्छन् नदियो भने अब त्यहाँबाट उनीहरूले के भन्यो भने उठाउनेले हामी अरू सबैसित उठाइयो, तर ऋषिमुनिहरू धेरै जमिन ढाकेर बसेका छन्। तपस्या गरेको ऋषि पुटियो। बोल्दैन चल्दैन। त्यसमा कसरी के मारेर ल्याउने भन्दाखेरि अनि त्यो बेलामा रावणले हुकुम त्यसो भएदेखि अब तिनीहरूको शरीर फालेर एकै थोपा रगत जम्मा गरेर ल्याउनु भनेपछि त्यो भनेर ल्याए सम्पत्ति करको रूपमा, मालपोतको रूपमा। अनि त्यहाँडै अब उनीहरूले दिन त दिए, ऋषिमुनिले दिए, तर यो रावणले हाम्रो शरीर फटाउन लगायो। त्यसको 4 भाइ छोरा भए पनि सन्तान रहने छैन।
सरब त्यहाँ परेको छ। भनेपछि 4 भाइ छोरा भयो नि ऋषिको श्रापले चारै भाइ छोरा चाहिँ यिनीहरूको सन्तान रहन्छ। वंश रहने भयो। त्यही बेला सरब परेको छ। त्यो भएर अनि त्यहाँ उसको भाइले चाहिँ राज्य गरे हो कि है अनि त्यहाँबाट त्यो रगत चाहिँ ल्याएर उसले के गर्यो त भन्दाखेरि त्यो सबै एक थियो भन्दा त कति भाँडा एउटै भाँडा भयो होला। धेरै ऋषिको है धेरै ऋषिको सरब पनि परेको छ त्यो रगत पनि ल्याएर अनि आफ्नै रानी मन्दोदरीलाई यो पछि केही काम लाग्छ सुरक्षित छ राख भनेर रावणले राख्न लगायो। आफ्नो श्रीमतीलाई मन्दोदरीलाई। अनि त्यसो बेलामा अब रावण फेरि उसको 1000 हात थिए। 1000 हात भएर आफूसँग लड्ने जोडा खोज्दै हिँड्ने हो। हिँड्दा त्यहाँबाट ऊ कहाँ पुग्यो यस्तै बालियासँग। बालीबाट पुग्यो किनभने रावणको 1000 हात म जतिको बोलीसित युद्ध लड्नु पर्यो भनेर अनि बालीबाट गएपछि बालीसँग के थियो भने इन्द्रको छोरा हुन् बाली। अब त्यो बालीलाई यस्तो वरदान दिएको थियो कि जो तिमीसित मुकाबला गरेर आउँछ आफ्नो बल त त्यसै छँदैछ त्यसको आधा बल तिम्रोमा सर्लिन्छ भनेर वरदान थियो क्या। अनि त्यो 1000 हात भएको हात्ती लाएर लड्न भनेर खोज्दै बल जान्न भनेर गएको बालीबाट पुगेछ। बालीले त 6 महिना कहाँ हेँचे फेरि हिँड्दैछ। आधा बल बालीसँग गइगयो आधा बल घटिसक्यो उसको। भेटेन नि नभेटेपछि त्यो बालीलाई अब रावणलाई बाली काखिचेपछि 6 महिनासम्म राखिदिएछ। अब 6 महिनासम्म हुँदाखेरि मन्दोदरीलाई के भयो त भन्दाखेरिमा अब गएको कहाँ गयो लड्छु भन्दै जोडा खोज्दै हिँडेको मान्छे कहाँ गयो के भयो थाहै भएन। अनि थाहा नभएपछि अब यसरी बाँच्नुभन्दा त बरु त्यो ल्याएर दिएको थियो अनि बिखै होला त्यो खान्छु र मरिदिन्छु बरु भनेर त्यही ऋषिका रगत बिख होला भनेर खाइदिएकी। खाएको त लोग्ने घरमा छैन पेटमा पऱ्यो। उनलाई त गर्व रह्यो त्यो रगत ऋषिको रगतको गर्व रह्यो। अब के गर्ने त कहाँ लाने अब आएर सोध्यो भने के भन्ने थाहा भएन। अनि त्यही बेलामा त्यसले ओकालिन् फेरि त्यो गर्व रहेको उनी गर्व ओकालिन्। ओकालेर अनि आफ्नो कर्मचारीलाई यो लगेर एकदम कसैले थाहा नपाउने गरेर यसलाई चाहिँ गाडेर आउनु जमिन पनि काट्दिनु भनेर आएपछि अनि गएर उनीले त के चाहिँ नदी भन्छ नदी अलि सट्टा आएन त्यो नदीको बालुवामा लगेर त्यसले खोसेर त्यहाँ गाडेर आए। त्यो आएपछि अब के भयो त त्यो भनेपछि त्यो गाडेको ठाउँ त अहिलेको जनकपुर भन्ने ठाउँ पऱ्यो होइन त त्यही त नदी छ एउटा क्या जनक राजा नहुने नदी हो त्यो फेरि। अनि त्यहाँबाट के गएर उहाँ गाडेर छोपेर त्यो त एउटा भाँडै लगेर राखिदिएको थिएँ। जुन भाँडा उकाल्यो थियो त्यही भाँडा उकाल्यो त्यही ल्याएर पुरेर त्यहाँ राखिदिएँ। अब त्यहाँ थियो जब त्यो गाडेर छोडेर गएपछि जनकपुरमा हाहाकारमा चाहिँ पानी आउनु बन्द खडेरी पर्यो त्यो भनेपछि त्यो गाडेको रगतको अथवा गर्वको मन्दोदरी गर्वको प्रभावले त्यहाँ खडेरी पर्यो पानी पर्यो। खडेरी मान्छे बसी नसक्नु भयो मर्न थाले। अनि त्यही बेला जनक राजा राज्य सभा गरे। अनि सभा गरेपछि त्यहाँ सबै कुराहरू हेर्दै लाँदाखेरिमा अनि त्यहाँ मन्त्रीमण्डलमा एउटा त पनि निक्लिन्छ नि त्यस्तो। अनि उसले चाहिँ यो कुराहरू अलिकति बुझेको शास्त्र ज्ञान जानेको रहेछ त्यसले भन्यो नि। अब यहाँ एउटै उपाय छ महाराज। अब यो उपाय समाधान गर्नको लागि हजुर राजा रानीले जोत्न पर्छ। अब त्यो पनि हजुर दुइटै निर्वाङ्ग भएर जोत्यो भने अनि यहाँ पानी पर्छ नत्र अब सकिन्छ। सुनको हलोले जोत्नुपर्छ भन्ने सुन्छ नि। अनि राजाले अब सुनको हलो बनाउन लगाए। अब सुनको हलो त बनाए अनि नाङ्गै पनि भने अब नाङ्गै दिउँसो पनि भएन जान। अब त्यहाँ उनीहरू एक दिन सन्दर्भ मिलाएर रात
मध्यमा रातमा राजा रानी गए। सुनकहरू सानै हो बोकेर लिएर गए। अनि त्यहाँबाट गएर अब बाचा पुरा गरे बाचा भनौँ न। पुरा गर्नु पऱ्यो भनेर त्यो सुनकहरू त्यहाँ ट्याक्कै जब राखेर रानी हलो समात्ने राजा गएर तान्न लाग्यो त्यो ट्याक्कै अड्कियो। अड्किएको त्यही साममा अनि त्यही घडामा लगाएर फुत्त घडा आयो। घडा बाहिर निस्क्यो। हानेको त्यही घडाभित्र एकदम राम्रो जग्गा देखाउँथे। बालखा देखे उनीहरूलाई पनि हामीलाई भगवान्ले सन्तान दियो भने उनीहरू निसन्तान थिए फेरि। सन्तान थियो कोही थिएनन्। उनीहरूले पाएको पनि होइन। त्यसरी पाएको छोरी ल्याएर उनीहरूले चाहिँ पालन पोषण गरे। अति सुन्दरी भइन्। अनि त्यसका पछि भनेपछि सीता पूर्व जन्ममा को थिइन् त थाहा छ? को सीता क्या? सीता जो मन्दोदरी भए। मन्दोदरीले त ऋषिको रगत खाएर जनकपुरमा भनौँ न अहिलेको जनकपुरमा गाडा रहेछ नि। जनकले जोत्दाखेरि भाँडोसहित सीता त्यो जन्मी नि। अब पूर्व जन्म सीता चाहिँ पहिले लक्ष्मी थिइन्। लक्ष्मी नारायणको विष्णु भगवान्को रानी हुन्। अब उनलाई के सराप परेर सीता बन्नु पर्यो रहेछ र? यसलाई सीता हुन परेको के हो भने अब उनलाई नि त्यो सराप नपरेको भए त जमिन पनि गाडिनु पर्दैन थियो। अब त्यसमा के भएको छ भने अब त्यो लक्ष्मीलाई उसको ऋषिहरूको सराप पर्यो। ए ऋषिहरूको सराप परेको थियो। अनि किन सराप परेको त भन्दाखेरिमा अब यो त जता लो जेलिया जस्तो जेल लिएको छ। त्यसलाई किन सराप परेको त भन्दाखेरि अब त्यतिखेर विष्णु भगवान् कहाँ जानुहुन्छ धेरै जसो बाहिर बस्ने बाहिर हुने हुँदाखेरिमा अनि थोरै समय लक्ष्मीसँग बस्ने धेरै समय बाहिर कता जाने के हो पत्ता भएन। अनि त्यसरी आएपछि लक्ष्मीले सोधिन् होइन हजुर कहाँ जानुहुन्छ किन जानुहुन्छ कोबाट जानुहुन्छ यहाँ मबाट थोरै समय मात्रै बस्नुहुन्छ धेरै समय बाहिरै काट्नुहुन्छ किन भन्छ कहाँ जानु त सोद्धाखेरि म त ऋषिको आश्रममा चाहिँ उनको कथा सुन्न जान्छु भने अनि तपाईँले उहाँ जानुहुँदैन आफै सर्वस्व संसारको पालना गर्ने तपाईँ फेरि अन्त जानुहुन्छ भने मलाई किन लानुहुन्न त मलाई पनि लिएर जानु हो नि त मन सुन्नु मन लागेको छ त्यसो कस्तो सुन्दर भन्दै त भन्यो भने भने अनि लौ त लौ लिएर हिँड भनेर लिएर गएँ उहाँ लिएर गएर त ऋषिले के भन्नु लाग्यो भने यो मैलामाथि किन लिएर आयो यहाँ महिला त उनीहरूको धर्म कर्म मैलामाथि त बिल्कुल टाढा रहने मान्छे किन ल्यायो कसलाई ल्यायो यहाँ न हटाऊ भन्ने अनि त्यहाँदेखि उसलाई अलि पर गएर शीतल छाया भएको रुख फेदा गरेर बस भने अनि वहीँ बसेर त्यो दिनभरि वहीँ उता पर सारेपछि अनि विष्णुलाई कथा सुनाए। अनि सुन्दै 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 गयो लक्ष्मीले त्यहाँ बसेर टाढै भने ध्यानपूर्वक सुने। अनि त्यो दिनभरिको सक्यो घर आएपछि फेरि लक्ष्मीले भने मान्छे त जस्तै भए पनि तर कथा त बडो मजा लाग्यो म त भने भोलि म पनि जान्छु भने भोलिपल्ट त्यहीँ राखेर अनि गएर त्यही नै मैले कथा खुब सुनाएँ। सुनिसकेपछि अनि आएपछि भने लक्ष्मीले के विष्णुले भने अब म त उनको मान्छेले कथा त असाध्यै मन पर्यो म उनलाई भोजन बनाएर मेरो हातले बनाएर खुवाउँछु मलाई बैगुठा ल्याइदिनु पऱ्यो भने ऋषिलाई भोजखानामा बोलाएन र भनिन् बैगुठा ल्याइदिनु पऱ्यो भने अनि किन ल्याउने अब ऋषिहरू के गरी बस्छन् के गर्छन् के हुन्छ मलाई पनि थाहा छैन भन्दा नि होइन मलाई तिनीको कथा असाध्यै मन पर्यो म मेरै हातले बनाएर म भोजन खुलाउँछु ल्याइदिनु भनेपछि लौ त लौ भनेर गएँ उहाँ लिन ल अनि गएपछि के भयो त भन्दाखेरि अनि भन्नलाई ऋषिजी तपाईँ त बैकुण्ठमा आउनु पर्यो म बैकुण्ठमा किन जाने
वैकुण्ठ जाने भनेपछि मृत्यु भएर जाने हो। अँ, म त अहिले मृत्यु हुँदा म त जान्न भने अनि त्यहाँ विष्णु भने होइन मर्न पर्दैन जिउँदै तिमीहरू जिउँदै जाने हो। लक्ष्मीले हजुरलाई चाहिँ भोजन बनाएर खुवाउँछु भनिन्छन्। अँ, भोजन खान जाने हो। म तपाईँलाई लिन गरुड पठाइदिन्छु। अँ, गरुडले बोकेर लान्छ भोजन गर्नुहोस् अनि गरुडलाई पठाएर तपाईँलाई यहीँ पठाइदिन्छु तपाईँहरूको लोकमा पठाइदिन्छु। भनेपछि त्यसो भए त हुन्छ अँ, भनेर अनि गए। अनि विष्णुले गरुड पठाइदिए। अनि भोजन ठिक बनाए। गरुडले बोकेर उहाँ लगे। वैकुण्ठ लैदिए। वैकुण्ठ लगेपछि भोजन सोजन राम्रो बनाएर मिठो बनाएर लक्ष्मीले चाहिँ आफ्नै हातले आफ्नो लक्ष्मीले हातले बनाएर दिएकी थिइन्। ऋषि त के भन्छ यस्तो यो तामसी भोजन यो त अँ, यस्तो त हामी ऋषिले खाँदैनौँ। अँ, हामीले खाने पुरी कचौरी पो खान्छौँ यस्तो खाँदैन। यो त तामसी भोजन भयो। यो तामसी भोजन हो, म त खान्न भनेपछि लक्ष्मी रिसाइन्। कति दुःख गरेर बनाए अँ, यो भोजन दिए आज मेरो अपमान गरे। अँ, अब तपाईँ अब ऋषिहरूले चाहिँ एउटा रोटीभन्दा बढी खान नमिलोस् अँ, श्राप दिए। भने लक्ष्मीले श्राप दिन्छ। श्राप दिए। तिमीहरू ऋषिहरूलाई अनि यस्तो उनले भने खानेकुरा पत्तो रहन्छ, तिमीहरूलाई हुँदो रहेछ, तिमीहरूलाई त के भन्छ एउटा दिनमा एउटा रोटी मिलोस्, त्यहाँभन्दा बढी नमिलोस् भनेर श्राप दिन्। अनि उसले भने ल लक्ष्मी ठिक छ तिमीले दिएको श्राप चाहिँ म लाउँदा चाहिँ अमृत श्राप हुन्छ। तिमी पनि वैकुण्ठ छोडेर पृथ्वीमा गएर तल्लो जातको सवारको छोरी भएर जानिन पर्यो। अँ, सवारको सवार भने सारी। अहिले हामी सारीको भन्छ त्यो सवार। त्यहाँ गएर जन्मिन लक्ष्मी त उहाँ सवारको छोरी भएर जन्मियो। सवारको छोरी भएर जन्मिएपछि पछि चाहिँ उनी त्यो श्राप लाग्यो लक्ष्मीलाई पनि त्यो लक्ष्मी- धरतीमा आउनु पर्यो मर्तेलो आएर त सवारीको छोरी भएर छोरी भएर जन्मिन्। सवारी कुलमा जन्मिन्। सवारीको तल्लो जात सार्की कुलमा जन्मिन्। अँ, अनि त्यहाँ जन्मेर 7 वर्ष भएको थियो। त्यसलाई बिहा गर्ने भनेर केटी माग्न आए। अँ, त्यो बेला तिनले भने म बिहा गर्दिनँ भने मना गरी। मना गरेपछि अब यहीँ बसिरह्यो भने तल बिहारेर पठाइदिन्छन्। बिहा दिन्छन्। अब म खाना बस्दिनँ भनेर 8 भाग वर्षको भनेर? उमेर भएपछि जङ्गलमा गएर बसिन्। अँ, जङ्गली बसी। जङ्गलमा बसिन्। अनि जङ्गलमा बस्दा बस्दा अब काम त केही पनि भएन। भनेपछि ईश्वरकै जप गर्न लाग्ने उनले। अनि त्यहाँ दाउरा खोज्दैन। दाउरा खन्दाले दाउरा खोजेर मुठा मुठा बनाएर अनि त्यहाँबाट के गरिन् त त्यो त्यहाँबाट जम्मा गरिन्। पानी तिरेर लायो फेरि। अँ, पानी तिरेर आयो त्यहाँबाट पोखरी रहेछ पानी खान गए। उम्, त्यो पोखरी रहेछ तिनै ऋषि मुनिहरूको नुहाउने ठाउँ। उम्, अनि ती ऋषिमुनिले चाल पाएपछि अनि उनीहरू हे सवारी तिमी यहाँ बिल्कुल नआऊ। त्यो तल्लो जातको मान्छे आउँदै हाम्रो पानी छोइदेऊ। खराब गरेर नआऊ यहाँ अब उपरान्त आउँदै नआऊ भने मना गरिदिए। मना गरे ऋषि। अब के गर्ने त भने त्यो दाउरा खोजेर दाउरा अब त्यहाँ पानी खान मन लाग्यो भने दिउँसो जान भएन भनेपछि अनि त्यो दाउरा जम्मा गरेर सबै ऋषिमुनिहरूलाई यज्ञ होम गर्नलाई संविधा खोज्न नपर्यो भनेर मुठा मुठा बनाएर जब ऋषिमुनिको लागि सुत्छन् अनि सुतेपछि हरेको कुटी कुटीमा दाउरा राखिदिन्। हरेकका ढोका ढोकामा दाउरा राख्दै अनि पानी चाहिँ पानी खाएर लिएर आउने खाने। थाहै नदिकन। त्यसो गर्दै 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 गए। केही समय त्यसरी बित्दै गयो। पछि अनि एउटा मण्डपी नामका ऋषि थिए तिनले चाल पाए यो हाम्रो कुटीमा दाउरा त्यो राख्ने को? दाउरा कसले ल्याएर राख्छ अँ, को हो यो धेरै समय यहाँ दाउरा सर आउँछ त्यसलाई चाहिँ पत्ता लगाउन पऱ्यो भन्ने एउटा चेलालाई ड्युटी राखेर बसेछन्। अनि त्यहाँ बसेपछि अब उनीले दाउरा राख्दै आउँदा त्यहाँ त्यो ड्युटी भन्ने फेला पाऱ्यो। अँ, ल सुन्दरी तपाईँलाई हाम्रा गुरुले पासमा ल्याइदिनु भनेर हाम्रो गुरु मण्डपी नाम गरेको ऋषिले माण्डवी ऋषि। मण्डपीले त्यहाँ
अनि लिएर गए। अनि त्यहाँदेखि उनले त्यहाँ गएर सोधे तिमी को के हो के गर्ने यसो गरे भन्दा यस्तो 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 भयो र म यहाँ आएर दिउँसो पानी खान जान पाइनँ र मैले यसो दिनमा कामै दाउरा खोजेर सबै ऋषिहरूलाई सजिलो भन्नलाई मैले राखिदिएको हो भनेपछि अनि त्यहाँदेखि के भन्यो भने अब हे नानी तिमी अब यसो काम गर्न पर्दैन तिमीले मलाई पिता भन म तिमीलाई छोरी भन्छु तिमी हेर आश्रम नजिक बस्छ भने तिमीलाई सबरी थरी पनि नभन्ने भए त्यतिपछि कसैले त्यसो पनि भन्ने भएन अनि त्यहाँ नजिक राखेँ केही दिन बस्यौँ केही दिन बसी त्यो ऋषिको चोला बदलले जाने दिन आइपुग्यो फेरि आइपुग्यो उनी स्वर्गधाम गए अनि त्यहाँ जाने बेलामा आफूसँग भएको कसैले लौरो दे कसैले झोला दे कसैले केही सबै चाहिँ ऋषिले भयो बाँड्दे सबै अरूलाई बाँडे। बाँड्दे अनि त्यहाँबाट आखिर नानी अब तिमीलाई दिने कुरो त मैले कसैले बाँडेको छैन के हो रामको नाम अब म भोलि सोह्र जान्छु तिमी यहीँ बसिरहनु भगवान् हरि यहीँ आएर तिमीलाई दर्शन दिनेछन् अनि दर्शन दिएपछि तिमी पछि दर्शन पाएपछि फेरि शुद्ध भएर फेरि त्यहाँबाट तिमी आफ्नो स्वरूप धारण गरेर स्वर्ग जाउने भनेर भोलिपल्ट बुढा पनि गए चोलाबदाले अनि त्यहाँबाट उनीहरूले भने अब पिताको आज्ञा पालन गरेर त्यहाँ राम आएर दर्शन दिने भनेर 8 वर्षको मान्छे छन् त्यहाँ त्यो बेलादेखिको त्यहीँ बसेर राम आउँछन् र तिमीलाई दर्शन दिन्छन् अनि ती मुक्त भएर स्वर्गधाम पहिलेको जस्तै भएर जानु पाउँछौ भनेको थियो अनि राम आउँछन् भन्ने कुरो त चोला बदलेपछि मान्छेले त्यो ज्ञान हुँदो रहेछ कसैलाई अनि त्यसरी भनेको उनले के गरिन् त भन्दा त्यहाँ वरिपरि सफा बढाएर कुनुर गरिन् राम आउने बाटो फुल ओछ्याएर राखिन् आउँदा के दिने खाने बिखे भनेर हेर्दा उनको वरिपरि बयरहरू क्या त्यो बयर पाकेका अनि त्यो बयर चाहिँ पाकेका फलेका पाकेका बयर पिउँदै अलिकति चाहिने जुन जुन बुढले झोला जग्गा थाले झोला भरियो अब झोला भरिएपछि उनीहरूले भन्दा हे प्रभु अब म आँखाले देख्ने हिँड्ने बोल्न सक्ने समयमा आएर दर्शन दिएँ मैले दर्शन पाउँला अब म बोल्न नसक्ने हिँड्न सक्ने आँखा नदेख्ने मैले कसरी दर्शन पाउने भन्दा भन्दै बुढी होइन 80 वर्ष पुगिन् सबरी बुढी भइन् 80 वर्ष भएपछि अब त्यही बेलामा भगवान् रामको दण्ड गर्न जानुपर्ने कुरो आयो राम सीता वनवास जाने कुरा आयो अब त्यो सीता वनवास जानु पर्ने कारण थियो अब वनमा गए वनमा बस्दाखेरिमा फेरि के भयो त यो सबै कार्यकाल त सीताको हो नि फेरि अब सीताले गराएको नि सबै कुरो अनि त्यहाँ वनमा गएपछि अब एउटा अति राम्रो मृग नजिक हुन आयो सीताले भनिन् रामलाई त्यो मृगको छालाको चोली लाउनु भए खुब राम्रो हुन्थ्यो भनिन् फेरि त्यसो छोरी मान्छेहरूको इच्छा पुरा गर्नुपर्छ अरे क्या छोरा मान्छेले भनेको कुरा आउँछ अनि त्यो मृगलाई मारेर ल्याउँछु छाला चोलो लाउनु भनेर राम भाइलाई भने बाबु तिमी सीताको संरक्षक भएर बस म त्यो मृग मारेर लिएर आउँछु भनेर अनि उनी सिकार खेल्न गए लक्ष्मण बसिरहेको थिए त्यही बेला फेरि यो के भन्छ त्यसको नाम आएन रावण रावण होइन अर्कै नै हो त्यो नाम आएन त्यसले के गर्दा नि आवाज त्यो उसले लक्ष्मण आवाज गर्यो फेरि त्यो कसले सुने सीताले मात्रै लक्ष्मणले सुनेन अनि त्यहाँ सीताले भनिन् ल अब दाइले के भयो पुकारेका छन् लक्ष्मण भनेका छन् भने लक्ष्मणले भने मेरो दाजुले कसैले के गर्न सक्दैन के कसैले केही गर्न सक्दैन भन्दा सीताले दुर्वाक्य बोलिन् क्या
तिम्रो नियत ठिक छैन, दाइ मैले तेरो भाउजू राख्नु भनेर होला भनेपछि आँखाबाट आँखा झारेर भस्मको रेखा हाले त्यो मणिमा बस्ने ठाउँमा लक्ष्मण रेखा हाल्यो। लक्ष्मण रेखा भन्छ नि त्यसलाई। यो रेखा हामी फर्केर नआउन्जेल यो रेखातिर बाहिर ननिक्लनु भनेर दाजुबाट पुगे। अब उहाँ पुगे, लक्ष्मण दाजुलाई भेटे, अनि सिकारी खेल हिँड्दै थिए। किन आधा बाबु भने अब कारण बताउन पनि सकेन। भनेपछि अब त्यो चाहिँ उनी चाहिँ सीतालाई त्यहाँ लक्ष्मण रेखाभित्र बाहिर ननिस्किनु भनेर उनी चाहिँ लागे। अनि सबै रावणको जाल थियो। त्यही बेलामा रावण आयो, जोगीको भेद हऱ्यो, आयो, सीता हऱ्यो, भिक्षा माग्यो। भिक्षा मागेपछि के हो भन्दाखेरि अब नयाँ फेरि कस्तो खालको भएर आयो नयाँ जोगी। अनि त्यसो हुँदाखेरिमा भिक्षा दिनु भनेर रेखाहरूतिर दिएको, म त्यो भित्रको भिक्षा भनिदिन्न, दिने भए यो रेखा बाहिर आएर दियो, नत्र शराब दिन्छु भने दिने। अब शराब खान भन्दा दिनै पऱ्यो, अब किन त भनेर सीताले पाइले रेखाको एउटा भित्रबाट बाहिर आयो। उसले त्यो हेर्दा ब्राह्मणले सित छुवा खाइन, पर्वतै उछालेर लिएर गयो। लिएर जाँदाखेरिमा अनि जटाइले देख्यो। जटाइले देखेपछि जटाइले त्यो रावण लिएर गएको सीता देखेर रोक्न भनेर गएको। रावणको 1000 हातले जटाइको पखेटा काटेर भूमि गिराइदियो। अनि त्यहाँ राम लक्ष्मण आउँदा कुटीमा सीता छैनन्। अब त्यहाँबाट अब के गर्ने भनेर अनि सीताको खोज खबर राम लक्ष्मण खोज्दै गए। जाँदाखेरिमा त्यही जटाइबाट पुगे। जटाइ त उत्तासँग लाएर बसेको पखेटा काटेको। अनि रामले के भन्यो भने हेर भाइ सीता खाने राजा यही हो, ल बाल्यो त मैले बाँडिदिन्छु भन्दा थिएँ। अनि जटाइ भने प्रभु पहिले मेरो कुरा सुन्नुहोस्, म हजुरको सहयोगी हुँ। म सीतालाई रावणले यहाँबाट लिएर दक्षिणतिर जान आयो, मैले रोक्छु भनेको मेरो दुईले पखेटा काटेर म यहाँ यस्तो गतिमा भएँ प्रभु भनेपछि रामले जटाइलाई आशीर्वाद दिन्छ। अब जटाइको आयु चाहिँ त्यही बेला वरदान रामले दिएको, जटाइ आयु 1000 वर्ष हुनेछ, तिमीहरूको मरण तीर्थमा हुनेछ, तिमीहरूको लास कसैले देख्ने छैन भनेर जटाइ मरेपछि देख्छ। जटाइ भने गिद्ध होइन, गिद्ध मरेको देखिँदैन पनि, उनीहरू मऱ्यो भने तीर्थधाममा गएर मर्छन्। मर्छन्, जटाइले यस्तो वरदान छ। अब त्यहाँनिर खोज्दै 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 अनेक धेरै कुरा छ बिचमा है। खोज्दै खोज्दै जाँदाखेरिमा अनि उनीहरूलाई पानी पियास लाग्यो। पानी होइन अब जान पऱ्यो त्यो सबैरी बाटोमा। अनि त्यहाँदेखि राम लक्ष्मण हुँदै हुँदै पानीतिर लाग्यो। अनि त्यहाँ एउटा कुटी देखे, त्यहाँ पानी छन्न पानी खान पाइन्छ भनेर निम बहाना बनाएर जाँदाखेरि सबरीसँग भेट भयो। त्यहाँ पुगेपछि कुटीमा सबरीसँग भेट भयो। कुटीमा भेट भयो। कुटीमा भेट भयो। त्यसपछि सबरीले पनि त्यहाँबाट मुक्ति पाइन्। त्यहाँबाट सबरी भेट त भयो। अनि उनले सोधिन्, अब राम हुन् भन्ने मलाई थाहा भएन। त्यतिखेर सोद्धाखेरिमा कारण यो भयो, बिचका कुरा सबै बताए। सीता यस्तो यस्तो हरण भयो, सीताको खोज खबर आएको भनेर बताए। अनि उनीहरूलाई बस्नको लागि त्यही ऋषिको एउटा काठको बिर्का रामलाई राखिन्। रुखको हाँगा भाँचेर लक्ष्मणले तान्दिन्, त्यही चाखे बएर रामलाई खान्दिन्। त्यही भएर लक्ष्मणलाई दिएको। लक्ष्मणले चाहिँ खाएनन्, केही खाएकै थिएनन्, खाएर पनि खाएनन्। त्यो खाँदै गएर पछाडि फाल्दे भनेर त्यो फाल्दे अजम्बरी बुटी हुन्छ फेरि त्यो बयर पछि उनीहरूलाई काम लाग्छ। अनि त्यसो हुँदाखेरिमा अनि त्यो भनेपछि अनि यस्तो यस्तो कारणले यसरी आएको यस्तो भयो भनेर रामले भनेपछि अनि उनले भने यहाँबाट उत्तर शाखामा एउटा सुन्दर तलाउ छ,
अँ, अनि त्यो तलाउमा केसरले ढाकिएको छ, अँ, पहेँलो हुन्छ नि केसर, केसरी त्यसरी ढाकिएको छ। त्यसका वरिपरि पाके फलफुलहरू छन्, अँ, सबै पाकेका छन्। त्यहाँ जानुहोस्, त्यहाँ गएपछि हनुमानसँग भेट हुन्छ। अँ, हनुमानको जहिले सूर्य भेट हुन्छ। हनुमान र सूर्यको सहायताले सीताको खोज हुने छ। फेरि रावणमै सर परेको छ नि त्यहाँ, हनुमानको सहायता लिन पर्यो, कारण चाहिँ त्यहाँ। बाँदरको चाहिँ अँ, बाँदरको सहायता लिनुपर्छ देउता भए पनि पछि भनेर त्यो भएको छ है। नारदले सर दिएछन्। त्यसलाई हामी अर्कोमा कुरा गरौँला। यो अब यसलाई चाहिँ अब यो पछि कसरी अन्त्य भयो भन्ने। अनि त्यहाँबाट अनि उनीहरूले चाहिँ त्यहाँ बजाइदिएपछि अनि त्यो राम उता लागे। अनि दर्शन पाएपछि अनि सवारी त्यो श्राप मुक्त भयो। अनि लक्ष्मी सरेर फेरि भने स्वर्गधाममा गइन्। यसरी पो यस्तो कथा रहेछ है। कथा त अब कता कता हाँगो बिङ्गो हालेर कता कता कसैको यसको भनेर हाँस माकुरा जाल जस्तो छ। माकुरा जाल रहेछ। यहाँ फेदबाट चुप्प यहाँ पुग्यो भने हुँदैन बाबु। ए ल अर्को उमा गरौँ ल बुवा है त। ल असाध्यै रमाइलो कथा सुनियो बुवाको मुखबाट। अब यस्तै कथाहरू रेकर्ड गर्दै जाउँला। मैले यहाँ आमा आराम गर्नुभएको छ सोफामा यी कथा सुन्दै, आमा बुवा अनि म पनि साथमा। नानी हस्पिटलतिर लागि, बाबु र उसको मम्मी बाहिर गएका छन्। ल आजलाई यति।